monster inside of me. You better watch out if your enemy's a road ahead of full prophecy. To be the greatest beast the world has ever seen. I feed him every day like the bones clean. I feed him all the hate and he... हेलो फ्यामिली, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि म चाहिँ धेरै पछि चाहिँ मैले टक्क भ्लग लिएर आइसकेँ है। धेरै दिन भएको थियो अब भ्लग नआएको पनि, अब किनकि अब यस्तै छ, अब साथीहरू पनि अब धेरै जस्तो अब बिस्तारै बिस्तारै टाढा टाढा भइसक्यो भन्न खोजेको। अब आफ्नो अब यस्तो हुँदो रहेछ, अब के भन्ने भने अब पहिला स्कुल लाइफमा चाहिँ कसरी के गर्ने होला, कस्तो गर्ने, पढ्ने सढ्ने मात्र कुरा हुन्थ्यो, यताउति आफ्नै घरमा बस्यो खायो बस्यो भन्ने कुरा हुन्थ्यो। अनि अहिले त अब जति ठुलो हुँदै गयो उति अब अलिकति बुद्धि पलाउँदै जाने, यताउति हुँदै जाने भएर चाहिँ अहिले साथीहरूको चाहिँ मेरोभन्दा अलिक धेरै अगाडि बुद्धि पलाएर चाहिँ धेरै जस्तो विदेश गइसक्यो। अनि स्टडीमा कोहीहरू टाढा टाढा कुनै कुनै टाढा टाढा जिल्लाहरू काठमाडौँ साठमाडौँ कता कसरी पढिरहेछ, के गरिरहेछ। म मात्र यत्तिकै हावा भएर लफङ्गा भएर बसिरहेको छु, के गर्नु। साथीहरूको चाहिँ बुद्धि पलाएर टक्क टाढा टाढा गइसक्यो, सबै गइसक्यो। अब घुम्ने साथीहरू पनि, यताउति बस्ने साथी कोही पनि छैन, म एक्लै छु। अब केटाहरूले पनि अब बुद्धि लगाएर केही कतैतिर दिमाग चलाएर कामतिर यताउति केहीतिर सबतिर लागिसक्यो होइन, दुःख गरेर आफ्नो फ्यामिलीको लागि खुसी बनाउनलाई मैले पनि केही गर्नुपर्छ भन्ने सोचेँ। किनकि अब पहिलाको दिनमा सबै साथी आफूसँगै हुँदाखेरि अहिले कोही पनि नहुँदाखेरि चाहिँ अलिकति आफूले पनि सोच्ने टाइम आउँदो रहेछ कि। अब बल्ल चाहिँ दिमागमा चाहिँ एकदम ट्रिगर हानिरहेछ। केटाहरू चाहिँ ठाउँमा गएर पाउनिसक्यो। मेरो साथी थियो सुशान्त, म एकदम मिल्ने साथी मेरो सुशान्त साथी, सङ्गम, अनि सन्जोग जस्तै अरू अरू धेरै भ्लगहरूमा पहिलादेखि भन्छ, जो चिन्नुहुन्छ उहाँहरू चाहिँ सबै एकदम आफ्नो फ्युचरको लागि चाहिँ अब विदेश गइसक्नु भयो। अब केही साथीहरू हुनुहुन्छ सँगसँगै मसँग हुनुभएको, अब उहाँ पनि अब केटाहरू पनि अब दुःख गर्दैछ, अब राम्रै हुन्छ अब फ्युचरमा होइन, त्यही सोचेर अगाडि बढ्ने हो। अनि मैले चाहिँ अब यत्तिकै बसिरहेको थिएँ के गरौँ भनेर, अनि त्यही भएर यसो भ्लग बनाउनु लाग्यो। केटाहरूले आफ्नो बाटोतिर लाग्यो, म पनि अब आफ्नो अब फ्युचरको लागि सोचेर आउँछु। अब बाउआमाले अन्त्यपछि चाहिँ दुःख गरेर अब होइन यत्रो बनाउनु भएको छ होइन। अनि म चाहिँ एकदम धेरै सम्झिँदा चाहिँ मेरो दाइले सम्झिन चाहन्छु है। मेरो जति जे कुरामा पनि एकदम सपोर्ट गर्ने भनेको चाहिँ मेरो दाइ हो। अनि जब हुन्छ नि त अब केही कुरा अब मलाई घरबाट यताउति जाऊँ केही गरौँ भन्ने जस्तो लाग्ने बेलामा चाहिँ म जान पाउँथिनँ कि कतै पनि। जब मैले एक वचन चाहिँ दाइले भनेपछि चाहिँ अनि दाइले चाहिँ त्यही जानिदिन्थ्यो। अनि दाइको वचन चाहिँ मैले कहिले पनि नराम्रो गर्थेँ। दाइले जस मैले केही गर्दिनँ भन्ने सोचेर मलाई जान दिएको हुन्छ नि त। अनि त्यही भएर मैले दाइको अगाडि चाहिँ जहिले पनि म राम्रो भएँ, कुनै ठाउँमा नराम्रो कामहरू पनि गरेँ होला, नराम्रो केही व्यवहारमा गरेँ होला, विगतको दिनमा केही नराम्रो कुराहरू भयो होला, कस्तो भयो होला, फ्यामिलीले मबाट एकदम नराम्रो भएको छ भने एकदम सरी माग्न चाहन्छु। तपाईँको छोरा चाहिँ एकदम राम्रो बाटोमा छ है, त्यस्तो नराम्रो केही हुँदैन। फ्युचरमा तपाईँहरूलाई प्राउड गराउँछ। अनि स्पेसली मेरो दाइले एकदम धेरै माया छ, दाइले गर्दा नि म यहाँसम्म छु। त्यस्तो बित्ति केही त भएको छैन अहिलेसम्म। दाइले धेरै सिकाएको छ मलाई बात, फ्युचरमा के कस्तो हुन्छ भनेर। दाइले पनि धेरै दुःख गरिरहेछ, केही छैन होइन। जो जसले नराम्रो भनिरहेछ हाम्रो लागि, जसको लागि जे नराम्रो जे भनेको नि दाजुभाइ भएर चाहिँ खतरा गर्नुपर्छ। मान्छेहरू सबैले सम्मान गर्नुपर्छ, सबै मिलेर बस्नुपर्छ होइन। भन्न भन्दै अब स्टार्टिङ भ्लग नै यस्तो पुरा इमोसनल गइसक्यो कि फेरि ढ्याच्चे हानेर। त्यही भएर हल्का रमाइलोको लागि चाहिँ अब केही पार्टहरू लिएर आउँछु, वेट गर्नु। अनि भ्लग आउँदैछ है ल गाइज, अनि धेरै माया गरिदिनु होला। अनि अहिले चाहिँ म चाहिँ टक्क लगाएर बहिनी घर आएको, सनग्लास लगाएर टक्क लगाएर यहाँ भ्याम्पायर के अरे हाम्रो कान्छाले मिला यहाँ बसिरह। एकदम घाम छ कि चितवनमा त अहिले त। अनि वास्तै घाम छ कि सोचेको भन्दा पनि ओभर घाम कि। त्यसै म कालो हुनु कारण के हो त नि भने कि बुझ्नु नि तपाईँहरू यार। यति बसिरहेको रिसर्च गरिरहेको छु मैले कहाँ छ बहिनी भनेर कि, बुझ्नुभयो नि। यी लुकेर बसिए डाम्ना फ्यामिलीले हेलो फ्यामिली भन्, हेलो फ्यामिली भन न। हामी चाहिँ यहाँ बसिरहेको। अनि के गर्दै हो त नि नानी त? हो अहिले चाहिँ एकदम घाम छ चितवनमा चाहिँ। अनि के भन्ने हाम्रो मुवा आउँ त्यहाँ मुवा चाहिँ पाए बुक गरिरहनु भएको। धेरै भएको थियो भ्लग नहाल्यो कि, यसो हालिदिनु लाग्यो कि। के छ मुवा? हो के काम गर्दै हुनुहुन्छ त? ए अनि यो नानीलाई किन नलगा त काम तपाईँले है? त्यही त नि
यस्तै छ है जिन्दगी क्या नि गाह्रो छ नानी आज यस्तो उ गर्नु पर्यो कि चटपट खानु पर्यो आज करेन्ट कि चटपट खानु नेचुरल बेसमा आइजन किन लजाइस भने के हामी चाहिँ दुईजना चाहिँ दाजु बहिनी टक्क लाएर अब रक गर्नुपर्छ करेन्ट खाने तर त्यो भाइरल घरमा जाने जस्तो भाइरल घरमा के ल यति नै हो अहिले त केही छैन लस्याङ फस्याङ गरेर बसिरहेको अनि हाम्रो चाहिँ अहिले यहाँ चाहिँ टक्क लाएर कुखुराहरू चाहिँ एकदम अर्ग्यानिक छ है कुखुराहरू चाहिँ टक्क लाएर सबै फेरि उहाँ गएछ कि फेरि उहाँ कुना टर्की कहिले अहिले टर्की ए भुन्टी भुन्टी है भुन्टी त्यही हो साथीहरू के गर्नु यस्तै छ सोचे चाहिँ जिन्दगी रहेनछ मुवा बरा सहयोग गर्नुपर्छ मुवा ल ल ल ल किसिमै देखिए चस्मा राम्रो हो कि मान्छे राम्रो हो भनेपछि गाममा नि चिनेनन् के छ मम्मी भन्नु ल अनि बसेर गाई दो डेरी जा यो तोरी उठा भित्रबाट बोरा ल्याएर अनि के हार्ने बस्ने फ्यामिलीलाई के भन्न चाहनुहुन्छ फ्यामिलीलाई के भन्ने हो राम्रै छ गुड छ लाइक छ अहिले चाहिँ हामी यत्तिकै बसिरहेको अब चाहिँ तपाईँले एउटा कुरो देखाउँछु म हाम्रो यहाँ रङ्गिला छ रङ्गिलाको ट्रेनिङ चाहिँ कस्तो हुन्छ म तपाईँले देखाउँछु है त ट्याक्क गरेर आजको दिनमा सम्झिनु पर्दा चाहिँ के गरेँ भने चाहिँ बिहान उठ्यो दाँत माझ्यो अनि भात खायो अनि त्यहाँपछि हल्का भ्लग बना जस्तो गरेँ अनि फेरि बहिनीबाट आएँ फेरि गफ गरेँ अनि फेरि बसेँ अब चाहिँ हाम्रो टक्केला तालिम गरेको हाम्रो डगीको चाहिँ टक्क ट्रेनिङ देखाउँछु ट्रेनिङ चाहिँ ध्यान दिएर हेर्न्थ्यो दायाँ बायाँ सोच्ने भने त्यो ध्यान दिएर हेर्न्थ्यो फेरि त्यति हो अनि यो ट्रेनिङ हेरेपछि आफै बुझ्नु अब भ्लगको इन्डिङ भनेर सुत्ने बेला चाहिँ यसो बाई बाई गाई छ्यालो गाई चाहिँ गरिदिनु ल अहिले चाहिँ ट्रेनिङ हेर्नु ल रङ्गिला यहाँ आइज यहाँ बस यता एक वचन दे त्यसले यहाँ बस फेरि यता साह्रै गर्नु चाँडै 10 चोटि एक्सर्साइज फेरि यहाँ
फेरि उठ यहाँ फेरि यता ल बाँचिस मर्दार अरे फ्यामिली हेलो फ्यामिली भन्दै कान्छ लास्टै ज्ञानी छ कि बाउ फेरि ए कान्छा गोथे के को ट्र्याक्टर हेलो फ्यामिली च्वाचे फ्यामिली ल है